सम्माननीय सभामुख महोदय, सहकारी पहिलो संशोधन अध्यादेश 2083 उपर आफ्नो अस्वीकारको प्रस्ताव यहाँ प्रस्तुत गर्नुहुने मान्य सदस्यहरूलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै मान्य खुशबु ओली र मान्य साजिदा खातुन सिद्दिकी प्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूले पनि यस सम्बन्धी महत्त्वपूर्ण विषयहरू उठान गर्नुभएको छ, त्यसको जवाफ पनि म क्रमशः रूपले दिने नै छु। सर्वप्रथम भर्खरै हाम्रो मान्य सदस्यज्यूले राख्नु भएको चक्रीय कोषको सम्बन्धमा केही कुरा स्पष्ट पार्न चाहन्छु। मैले हिजो पनि यहाँ रोस्टमबाट बोल्दै गर्दा मैले केही कुरा क्लियर पारेको थिएँ जस्तो लागेको थियो। अहिले सरकारको तर्फबाट जुन अहिले समस्याग्रस्त सहकारीमा पैसा बचत फिर्ता गर्ने कार्य भइरहेको छ, त्यसमा नेपाल सरकारको एक पैसा पनि गएको छैन, एक पैसा पनि नेपाल सरकारले तिरेको छैन भन्ने कुरा मैले पुनः यहीँबाट फेरि मान्य सांसदज्यूहरूलाई फेरि दोहोऱ्याउन चाहन्छु। र एउटा कुरा हामी सबैजना एउटा कुरा हामीले बुझ्नुपर्ने लागेको मलाई चाहिँ के पनि हो भन्दा, सहकारीको आज समस्या कसरी आयो त? सहकारीको बचतकर्ताहरूको त्यत्रो बचत डुब्नुको कारण तत्कालीन सरकारहरूले त्यो नियमनको पाटो कमजोर हुनु हैन, जथाभावी सहकारीको कार्यक्षेत्र विस्तार गर्न दिनु, उनीहरूको क्षेत्राधिकार उनीहरूले चाहिँ गरिरहेको क्षेत्र एक दिनमा आज उनीहरू स्वीकृति लिन गएको दिनमा एउटा पालिकामा स्वीकृति दिएको छ। त्यसै गरिकन भोलिपल्ट भनौँ अर्को महिना उहाँ जाँदाखेरि देशैभरि उहाँहरूलाई सहकारी चलाउने अनुमति प्राप्त भएको छ भनेको यो कसरी भयो त? यो कसले गरेको? यो पनि तत्कालीन सरकारहरूले गरेको कमी कमजोरीको कारणले सहकारीको आज यो दुर्दशा भएको। यो कुरा पनि हामी सबै मान्य सदस्यज्यूहरूले यो कुरा पनि मनन गर्नुपर्छ। आज बचतकर्ताको बचत डुब्नुमा जति त्यहाँ ठग्ने सहकारीका सञ्चालकहरू दोषी छन्, उत्तिकै तत्कालीन सरकारहरू पनि दोषी छन्, किनभने त्यो नियमनको पाटो अझै मौजुद भएको भए सायद यो दिन आउँदैन थियो होला, आज सहकारीमा यतिको समस्या हुँदैन थियो होला। त्यही भएर सरकारको कहीँ न कहीँ अहिलेको सरकारको पनि दायित्व हो यो चाहिँ बचतकर्ताहरूलाई कसरी राहत हुन्छ त भन्ने कुरामा सरकारले पनि आफ्नो ध्यान दिनु जरुरी छ। सरकार अभिभावक हो, त्यही भएर यो कुरा मैले प्रश्न पार्न चाहेँ। त्यसै गरिकन मैले फेरि पुनः दोहोऱ्याउन चाहन्छु, यो बचतकर्ताको बचत फिर्ताका सम्बन्धमा राज्य कोषको एक पैसा पनि दिएको छैन र अरू शोध भर्नाको विषयमा अरू कार्यविधिको पनि यहाँ कुरा उठाउनु भएको छ। कार्यविधि पनि बनिसकेको र अलरेडी यो बचतकर्ताको बचत फिर्ता गर्ने प्रोसेस स्टार्ट भइसकेकोले कार्यविधि बनाएरै कार्यविधिमा टेकेरै बचत फिर्ता भइरहेको जानकारी म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। त्यसै गरिकन मान्य खुशबु ओलीले सहकारीको सम्पत्ति दोहोरो रोक्का राख्दा लिलामीको अन्योलता सिर्जना हुने प्रश्न राख्नु भएकोमा केही कुरा स्पष्ट पार्न चाहन्छु। सहकारी सम्बन्धी विषयमा सहकारी ऐन नै विशेष ऐन भएकाले समस्याग्रस्त संस्थाको सदस्यको बचत फिर्तालाई प्राथमिकतामा राखिएको उक्त विषय कार्यान्वयनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, नेपाल राष्ट्र ब्याङ्क र सरोकारवाला निकायबीच समन्वय संयन्त्रको निर्माण गरी कार्यान्वयनमा लैजान सकिन्छ। अहिले पनि यो अभ्यास भइरहेको जानकारी गराउन चाहन्छु। त्यसै गरिकन मलाई लिखित प्रश्नमा पनि आएको थियो, यहाँ चाहिँ त्यो उठान भएन, त्यही पनि मैले यसको जवाफ दिनुपर्छ र यसको जवाफ दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यसमा चाहिँ के उठाउनु भएको थियो भने अध्यादेशमा राखिएको परिवार र नातेदारको परिभाषा सम्बन्धी प्रश्नको सम्बन्धमा केही प्रश्नहरू मसम्म आएका थिए। यसमा चाहिँ सहकारीको सम्पत्ति हिनामिना, दुरुपयोग, अवचलन र अनियमितता गर्ने सञ्चालक, कर्मचारी लगायतका जिम्मेवार व्यक्ति र त्यस्तो कारोबारसँग सम्बन्ध देखिने निजहरूका परिवारका सदस्य एवं नातेदारलाई समेत अनुसन्धान र कारबाहीको दायरामा ल्याउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको हो। यसबाट सहकारी कसुरमा संलग्न नरहेका परिवारका सदस्य वा यससँग असम्बन्धित अन्य कुनै पनि व्यक्तिमाथि कुनै फौजदारी दायित्व वहन गराउने उद्देश्य नराखिएको यो सदन सामु प्रश्न पार्न चाहन्छु। र साथै एउटा कुरा पनि क्लियर पार्न चाहन्छु, सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा नेपाल ग्रे लिस्टमा परेकोले यसबाट तत्काल बाहिर निस्किन समेत सहकारी क्षेत्रको प्रभावकारी सुपरिवेक्षण प्राधिकरणलाई केन्द्रित गर्न पनि अध्यादेश जारी गर्नु परेको म यहाँ विषय पनि यहाँ राख्न चाहन्छु। र प्रस्तुत अध्यादेशमा अस्वीकारको सूचना मान्यज्यूहरूले उठाउनु भएको थप सैद्धान्तिक र प्रक्रियागत प्रश्नहरूमा अध्यादेशको प्रतिस्थापन विधेयक आउने नै हुँदा त्यसमा छलफल गरिन सकिने फेरि बेहोरा मैले यहाँ दोहोऱ्याउँदै अस्वीकारको सूचना फिर्ता लिई सहयोग गरिदिनु हुन सूचनाकर्ता मान्य सदस्यज्यूहरूलाई अनुरोध पनि म यहाँ गर्न चाहन्छु। धन्यवाद।